एभर एपिसोड अफ सपनाको उडान। यो सिरिजमा चाहिँ हामीले इच इन्डिभिजुअलहरूको एकाडेमिक जर्नी र उहाँहरूको सक्सेस स्टोरी सेयर गर्छौँ। सो आज चाहिँ हामीसँग फ्रेन्सनजी हुनुहुन्छ र उहाँले चाहिँ ब्याचलर पछि डाइरेक्टली पिएचडीको लागि युएसए जाँदै हुनुहुन्छ। उहाँबाटै सुनौँ उहाँको इन्ट्रोडक्सन। सो हजुरको बारेमा थोरै केही भनिदिनुहोस् न। हेलो एभ्रिवान, म चाहिँ फ्रिन्सन प्रधान एन्ड मैले चाहिँ 2025 मा चाहिँ बिटेक इन बायोटेक्नोलोजी फ्रम काठमाडौँ युनिभर्सिटी सकेँ। अनि दिस फल द्याट इज 2026 फलमा चाहिँ म युएस युनिभर्सिटी अफ मिसिसिपीमा पिएचडी इन केमिस्ट्रीको लागि जाँदैछु। सो या द्याट इज इन सर्ट अबाउट मी एन्ड द्याट इज वाइ आई एम हियर। ओके, सो लाइक मलाई चाहिँ एकदमै अचम्म लाग्यो भनेपछि ब्याचलर पछि डाइरेक्टली पिएचडी। सो यो चाहिँ हजुरको लाइक बिटेकमा मात्रै पोसिबल हो कि अरू कोर्सहरूमा पनि पोसिबल हुन्छ? बिटेकमा मात्रै भन्दा नि यो चाहिँ कन्ट्रिज हेरी हुन्छ होइन। युजली युरोपमा चाहिँ तपाईँलाई पिएचडी गर्नको लागि मास्टर्स साइन्सै चाहिन्छ भने युजली युएसमा चाहिँ रिसर्च फिल्डमा अरूमा नि पाइन्छ, बिबिए बिबिएस पछि पनि पिएचडी गर्छन्। तर युजली रिसर्च फिल्ड अथवा कम्प्युटर जुन फिल्डमा पनि यस्तोमा चाहिँ युएसमा चाहिँ डाइरेक्ट पिएचडी एज इन मास्टर्स प्लस पिएचडी 2+3 इयर्सको इन्टिग्रेटेड 5 वर्षको सब्जेक्ट हुन्छ। सो यसमा चाहिँ फन्डिङ हुने धेरै चान्स भएर चाहिँ नेपालबाट नि धेरैजना जानुहुन्छ चाहिँ प्लस फुल्ली फन्डेड हुने चान्स चाहिँ धेरै हुन्छ डाइरेक्ट पिएचडीमा। ओके, सो अहिले अब युएसको भिजा रेट त एकदमै नराम्रै छ भन्ने स्टेटमा छ होइन। सो हजुरले चाहिँ लाइक भर्खर ब्याचलर दिनुभएको थियो अनि त्यसपछि लाइक हजुरको भिजा पनि एकदमै चाँडै नै आयो नि त। सो पहिलेदेखि प्रिपेयर गरिरहनु भएको थियो कि यो जर्नीलाई चाहिँ हजुरले लाइक अगाडिदेखि नै ब्याचलर पढ्दा पढ्दै प्रिपेयर गरिरहनु भएको थियो कि के थियो त? वेल, अब हाम्रो फिल्डमा स्पेसली बायोटेक्नोलोजी फिल्ड चाहिँ अलिकति रिसर्च बेस्ड फिल्ड हो नि त। त्यही भएर जहिले पनि लाइक हायर एजुकेसनको लागि चाहिँ नेपालमा नबसेर बाहिर जान्छु भन्ने सोच चाहिँ थियो। बिकज अपर्च्युनिटिज हेर अथवा कुनै स्किल सेट अथवा इन्स्ट्रुमेन्टेसन हेऱ्यो भने पनि जे पनि बाहिर नै राम्रो थियो। प्लस नेपालमा त्यस्तो रिसर्च बेस्ड बायोटेक्नोलोजीकै फिल्डको भनेर धेरै इस्टाब्लिस भइसकेको छैन। त्यही भएर बाहिर जान्छु भनेर एक्सप्लोर गर्दै जाँदाखेरि चाहिँ अब युरोपमा चाहिँ कि मास्टर्सलाई जानु पऱ्यो, तर मास्टर्सलाई जाँदा पनि फन्डिङ नपाउने। अब आई बिलोङ फ्रम अ भेरी हम्बल ब्याकग्राउन्ड, त्यही भएर पैसा तिरेर बाहिर जाने त्यस्तो सोच थिएन। त्यही भएर अप्सन्सहरू एक्सप्लोर गर्दाखेरि चाहिँ एउटा अप्सन, बेस्ट अप्सन भनेको चाहिँ मैले युएस भेटेँ। किनकि युएसमा चाहिँ डाइरेक्ट पिएचडी गर्न पनि मिल्ने, प्लस त्यहाँनिर चाहिँ प्रोफेसर्सहरूले इफ एक्सेप्ट गर्यो भने चाहिँ डाइरेक्ट पिएचडी विथ फुल्ली फन्डेड हुने रहेछ। त्यही भएर चाहिँ मैले चाहिँ अराउन्ड ब्याचलर्सको लास्ट इयरमा आएर चाहिँ प्रोफेसर्सहरू सर्टलिस्ट गर्दै थिएँ, युनिभर्सिटिजहरू सर्टलिस्ट गर्दै थिएँ, कुन चाहिँसँग चाहिँ मेरो रिसर्च अलाइनमेन्ट मिल्छ, मेरो रिसर्च मिल्छ भनेर खोज्दै थिएँ। त्यो पछि चाहिँ एज सुन एज मैले ब्याचलर्सको डिग्री पाएँ तब चाहिँ मैले प्रोफेसरहरूलाई रिच आउट गर्न, इमेल गर्न पनि थालेँ। एन्ड लक्किली अराउन्ड जनवरी फेब्रुअरीतिर चाहिँ मेरो भिजा इन्टरभ्यू भन्दा नि प्रोफेसरले इन्टरभ्यू लिनुभयो। त्यो पछि हि आस्क्ड मी टु अप्लाई एन्ड देन म एक्सेप्ट भएँ। त्यो पछि चाहिँ भिजा अफकोर्स एउटा ठुलो अहिले हर्डल भनेकै भिजा इन्टरभ्यूमा छ होइन। युएसले भिजा धेरै दिएकै नै छैन। त्यही भएर त्यहाँनिर भिजामा गइराख्दाखेरि चाहिँ सिन्स आई वाज फुल्ली फन्डेड, त्यही भएर पनि अलिकति त्यस्तो ट्रबल भएन होला। मेरो चाहिँ भिजा विदिन 1 मिनटभन्दा लेस नै भिजा इन्टरभ्यू भयो। अनि त्यतिमा नै मैले पिङ्क स्लिप पाएँ। अनि त्यो भएपछि त अरू प्रोसेसिङ स्मुथली नै भयो। ओके, सो प्रोसेसिङ चाहिँ हजुरले लाइक ब्याचलरको लास्टबाटै सुरु गरेँ भन्नुभयो होइन। सो के गर्नुभयो त? लाइक ल्याङ्ग्वेजहरू पनि भयो होला, इन्टरभ्यूको प्रिपरेसन कसरी गर्नुभयो त्यो पनि डिटेलमा भनिदिनु न। सो ब्याचलर्सको लास्टमा आउँदाखेरि चाहिँ म इफ आई ह्याड दिस नलेज ब्याक देन भने चाहिँ म अराउन्ड 7th सेम द्याट इज ब्याचलर्सको लास्ट इयर 4th इयरको सुरुबाट नै अलिकति अवेर भएर सर्टलिस्ट गर्न थाल्थेँ। त्यति बेला इमेल गर्न थाल्थ्यो होला। मैले चाहिँ अराउन्ड झन्डै ब्याचलर्स सकिनुतिर मात्र मैले इमेल गर्न थालेँ अथवा चुज गर्न थालेँ कि यो प्रोफेसरसँग मिल्छ भनेर। त्यति भएको भए चाहिँ योभन्दा अझै अर्ली पनि हुनसक्थ्यो अथवा अलिकति सेक्योर्ड भएर बस्न सक्थेँ भनेर भन्छु होइन। अब त्यति बेला चाहिँ मैले ब्याचलर्स सकेर नै सबै कुरा गरेँ। आइएल्स पनि मैले ब्याचलर्स सकेर नै गरेँ, अराउन्ड डिसेम्बरमा दिएको आइएल्स पनि होइन। तर आइएल्स अब धेरैजनाले चाहिँ जिआरई अथवा स्याट पनि गर्यो, एसएटी पनि गरे हुन्छ भन्छु। तर इफ यु हेभ लो जिपिए भने चाहिँ, लो भन्दाले 3.3 भन्दा तल जिपिए छ भने चाहिँ जिआरई गरेको पनि इट विल बी फ्रुटफुल। किनकि
जिआरई भनेको चाहिँ त्यहाँनिर जाँदाखेरि चाहिँ कस्तो हुन्छ भने जिपिए लो छ भने पनि मैले जिआरईमा चाहिँ यति लिएको छु है भन्ने एउटा कम्पन्सेट गर्ने ठाउँ हुन्छ कि तर मेरो जिपिए पनि ठिकै थियो 3.54 थियो मेरो जिपिए त्यही भएर मैले चाहिँ युजली आजकल चाहिँ जिआरई कम्पलसरी हुँदैन त्यही भएर मैले जिआरई चाहिँ दिइनँ तर आइएल्स चाहिँ सिन्स इट्स अलमोस्ट कम्पलसरी सबैतिर त्यही भएर आइएल्स चाहिँ दिएँ अनि जिआरई चाहिँ दिइनँ अनि भिजा इन्टरभ्यू चाहिँ फेसबुकतिर धेरै ग्रुपहरू हुन्छ होइन त्यहाँतिरबाट नि मैले हेल्प लिएँ अनि प्लस सिनियर्सहरूबाट यताउताबाट जसले पनि गाइड गरिरहनु भएको थियो उहाँहरूबाट मैले अलिअलि कस्तो खालके क्वेसन्सहरू आउँदो रहेछ के हुँदो रहेछ कसरी रिप्लाई गर्न सकिन्छ भनेर त्यहाँबाट हल्का हल्का हिन्ट लिँदै इन्टेन्सिभली नै प्र्याक्टिस गरेँ भनौँ मेबी अब इन्टरभ्यूमा जाँदाखेरि त मलाई एउटा क्वेसनमै एक्सेप्ट गरिदियो होइन तर प्रिपेयर चाहिँ म फुल्ली नै थिएँ भनौँ ओके सो रिसर्चको लागि गइरहनु भएको छ भन्नुभयो होइन सो हजुरको रिसर्चको बारेमा पनि केही भनिदिनुहोस् न वेल अब तपाईँले पिएचडीमा जाने भनेकै इन्टेन्सिभ रिसर्च गर्नुपर्ने हुन्छ होइन अब रिसर्च पनि कस्तो म चाहिँ के सजेस्ट गर्छु अहिलेको स्पेसली अब अरू फिल्डको त त्यस्तो धेरै मलाई नलेज छैन होला होइन तर बायोटेककै फिल्डमा भएको म अन्डर ग्रेजुएटमा भइरहेको भाइ बहिनीहरूलाई चाहिँ के सजेस्ट गर्छु भन्दाखेरि फाइनल इयर थेसिस इज वान अफ द मेन थिङ द्याट यु सुड फोकस अन होइन जस्ट तपाईँले ब्याचलर्स डिग्री पाउँछु भनेर मात्र नगर्नु त्यो रिसर्च चाहिँ यस्तो टपिकमा गर्नु जहाँनिर चाहिँ तपाईँलाई इन्ट्रेस्ट छ किनकि मैले अन्डर ग्रेजुएटमा गरेको काम भनेको माइक्रो आरएनएमा काम गरेको डेङ्गुको बायोमार्कर एज अ बायोमार्कर माइक्रो आरएनएलाई हेरेको थिएँ अनि मेरो पिएचडीमा रिसर्च पनि अब भनेको माइक्रो आरएनएलाई नै बायोमार्कर जसरी हेर्ने हो होइन अलिकति त्यति बेला डेङ्गुमा गरेको थिएँ अब न्युरो डिजेनरेटिभ डिजिजमा गर्छु त्यो डिफ्रेन्ट होला तर मेरो स्किल्स भनेको त माइक्रो आरएनएमा काम गरेको त्यही स्किल्सै छ नि त त्यो त ट्रान्सफरेबल स्किल हो त्यही भएर इफ अन्डर ग्रेजुएटसँग मिल्ने आफूलाई इन्ट्रेस्ट भएको सब्जेक्ट छ भने चाहिँ इट विल बी इजियर टु सर्च फर पिएचडी अप्सन्स पनि अब तपाईँले अन्डर ग्रेजुएटमा चाहिँ फुडमा गरेँ तर तपाईँलाई इन्ट्रेस्ट चाहिँ साँच्चैकैमा वाइल्ड लाइफतिर छ अरे भने त त्यो प्रोफेसरले लिने पनि एउटा चान्स भएन नि त किनकि तपाईँले त वाइल्ड लाइफमा कामै गरेको छैन तपाईँलाई त्यो स्किल चाहिँ आउँदैन उसले लिने भनेको सो द्याट तपाईँले त्यहाँ आरए अथवा टिए भएर काम गरिदियोस् उसको ल्याबको पनि पब्लिस होस् पेपर्सहरू ल्याबको पनि काम बढोस् रिसर्च बढोस् भनेर नि त तर तपाईँलाई त्यो फिल्डको कामै आउँदैन भने त वाइ वुड दे टेक भनेर पनि छ नि त सो लाइक हि वाज द फर्स्ट प्रोफेसर तपाईँले रिच आउट गर्नुभएको कि अरूलाई पनि गर्नुभएको थियो अब इमेल चाहिँ टन्नै नै गरेँ स्पेसली यो एआईको जमाना छ होइन धेरैले एआई युज गरेर इमेलहरू गर्छ मैले पनि एआई युज नगरेको त भन्दिनँ आई युज्ड सम एआई होइन तर त्यो एआईमै मात्र डिपेन्ड नभएर चाहिँ मैले पनि धेरै गरेँ 300-400 इमेल चाहिँ गरेँ होला होइन तर धेरै प्रोफेसर्सबाट अहिले स्पेसली युएसमा फन्डिङ पनि कट भइरहेको छ अराउन्ड 70% नै फन्डिङ कट भएको थियो त्यही भएर पनि यो टाइम चाहिँ अलिकति क्रिटिकल थियो फन्डिङ नपाउने प्रोफेसर्सहरूले नलिने भनेर तर लकिली आई ह्याड नट ओन्ली दिस अफर आई ह्याड फ्यु अफर्स किनकि मैले पनि रिच आउट धेरैलाई गराएको थिएँ प्लस इन्टरभ्यू पनि धेरैको भएको थियो त्यही भएर चाहिँ आई ह्याड फ्यु अप्सन्स अनि लास्टमा चाहिँ यो चाहिँ अलिकति बेस्ट भएर प्लस मेरो रिसर्चसँग मेरो फ्युचर गोलसँग पनि अलाइन भएर चाहिँ मैले यो लिएँ सो हजुरले चाहिँ मास्टर्स नगरेर किन डाइरेक्टली पिएचडी चुज गर्नुभएको त अब मलाई चाहिँ के पनि थियो भन्दाखेरि अन्डर ग्रेजुएटमा रिसर्च गरिरहँदाखेरि हाम्रो त अराउन्ड 6 मन्थको मात्र थियो नि त त्यति बेला चाहिँ अब स्पेसली हाम्रो फिल्डमा त्यो सर्टन 6 मन्थको टाइममा रिसर्च गर्ने कि त्यसको रिजल्ट फाइन्ड गर्ने कि त्यो स्याम्पल साइज पनि नपुग्ने अब मास्टर्समा नि किनकि कोर्स वर्क गर्नुपर्छ लास्टको रिसर्च भनेको अराउन्ड 1 इयरको हुन्छ तर एउटा केही सिग्निफिकेन्ट फाइन्ड गर्नुको लागि 1 वर्ष वाज नट इनफ जस्तो लाग्थ्यो होइन अनि यसरी एक्सप्लोर गर्दै जाँदाखेरि चाहिँ अब डाइरेक्ट पिएचडी गऱ्यो भने मास्टर्स किनकि मलाई चाहिँ सानैदेखि त्यो डक्टर अथवा कमा पिएचडी प्रिन्स प्रधान कमा पिएचडीसँग चाहिँ फेसिनेसनै भनौँ न त्यो भएर पनि मलाई एक दिन न एक दिन पिएचडी गर्नु छ भनेर चाहिँ मलाई थियो होइन तर अब यो एउटा चान्स यस्तो पाएँ कि सिधै पिएचडी गर्ने कि मास्टर्स गरेर अनि फेरि पिएचडी गर्ने भन्ने भयो नि त त्यहाँनिर त एउटा डबल हर्डल आयो नि त सोबाटै थर्ड वाज डाइरेक्ट पिएचडी गऱ्यो भने मेरो एउटा एम पनि कम्प्लिट हुन्छ प्लस पिएचडीमा चाहिँ के हुन्छ भने फर्स्टको 2 इयर्स चाहिँ कोर्स वर्कहरू हुन्छ प्लस अलिकति रिसर्च पनि हुन्छ पछिको 3 वर्ष चाहिँ यु क्यान डेल्भ राइट इन्टु होल्ली रिसर्चमै कि त्यही भएर त्यो 3 वर्षमा त रिसर्च गर्दाखेरि केही न केही रिजल्ट त कङ्क्रिट आउँछ नि त सो त्यही भएर पनि वान अफ द रिजन कि मास्टर्स नगरेर पिएचडी गर्नुको एन्ड कोही जुनियर्सहरू हेरिरहनु भएको छ भने पनि मास्टर्समा फन्डिङ पाउनुभन्दा चाहिँ पिएचडीमा फन्डिङ पाउन चाहिँ अलिकति कम्पेरिटिभली इजियर हुन्छ भनौँ किन भन्दाखेरि अब प्रोफेसरको भ्यूबाट हेर्नु है त प्रोफेसरले एकजना मास्टर स्टुडेन्ट लियो उसले 1 वर्ष कोर्स वर्क गर्छ त्यसपछि 1 वर्ष रिसर्च गर्छ त्यो रिसर्च आदि नै कम्प्लिट नहुँदै त्यो मास्टर स्टुडेन्ट ग्रेजुएट हुन्छ है उसलाई त उसको रिसर्चसँग
मतलब छ नि त। त्यही भएर पिएचडी गर्दाखेरि चाहिँ उसको अगाडिको 1 वर्ष कोर्स वर्क हुन्छ, 2 वर्ष कोर्स वर्क हुन्छ, तर फर्स्ट इयरबाट नै अलिअलि रिसर्च गर्न थाल्छ। अनि उसले त 5 वर्षसम्म त्यो स्टुडेन्टलाई त्यो रिसर्च कम्प्लिट भइन्जेल राख्न सक्यो नि त। सो एज अ प्रोफेसरको भ्यूबाट पनि मास्टर्स लिनुभन्दा चाहिँ जसले चाहिँ धेरै टाइम रिसर्च गर्छ उसको ल्याबमा उसलाई लिनु फाइदाजनक हुन्छ नि त। त्यही भएर पनि आई थिङ्क द्याट इज वान अफ द रिजन कि पिएचडी डाइरेक्ट पिएचडीमा चाहिँ धेरै फन्डिङ हुन्छ मास्टर्समा। अफकोर्स इक्वली दुइटै च्यालेन्जिङ हुन्छ, प्लस पिएचडीमा अझै रिगरस हुन्छ, अझै धेरै टाइम स्पेन्ड गर्नुपर्छ र फन्डिङ पाउन पनि त्यस्तो सजिलो त छैन भने जस्तो, तर पनि इट्स कम्पेरिटिभली इजियर टु गेट फन्डेड पिएचडी देन फन्डेड मास्टर्स। ओके, सो अब हजुरले आइल्स गर्नुभयो भन्नुभयो होइन, त्यो त इजिली अब सबैले गर्ने नै कुरा भयो, तर एउटा प्रोफेसरलाई रिच आउट गर्ने कुरा चाहिँ अलिकति लाइक हुन्छ नि, उहाँहरूबाट रेस्पोन्स आउँछ कि आउँदैन, किन भन्दाखेरि धेरैले गरिरहेको हुन्छ नि त त्यो त। सो त्यसमा चाहिँ तपाईँले चाहिँ के गर्नुभयो जसले गर्दाखेरि तपाईँको रिप्लाई आयो जस्तो लाग्यो हजुरलाई चाहिँ? आई थिङ्क वान अफ द रिजन वाज कि मेरो चाहिँ रिसर्च एक्सपिरियन्सहरू पनि टन्नै थियो होइन। आई हेभ रिप्रेजेन्टेड नेपाल एट फलिङ वाल्स ल्याब बर्लिन फाइनल्स आफ्टर विनिङ फलिङ वाल्स ल्याब काठमाडौँ होइन। त्यो एउटा इन्टरनेसनल एक्सपोजर भइसकेपछि एउटा साइन्टिफिक कम्युनिटीमा पनि अलिकति बेटर देखियो होइन। प्लस अब मसँग इन्टर्नसिप पनि दुइटा थियो, एउटा कम्पलसरी इन्टर्नसिप कलेजबाटै गराएको थियो, प्लस मैले एउटा एक्स्ट्रा चाहिँ ड्राई ल्याबको इन्टर्नसिप न्युमेरिक माइन्डबाट गरेको थिएँ 3 मन्थ्सको। प्लस त्यो पछि पनि आई हेड बिन वर्किङ एट बिएसएन, अनि मसँग ट्युटरिङ अथवा पढाइरहेको स्टुडेन्ट्सहरूलाई पढाइरहेको पनि एक्सपिरियन्स थियो। त्यही भएर मसँग पब्लिक स्पिकिङ वाला प्रेजेन्टेसन जब प्रोफेसरले गर्नु लाग्यो त्यति बेला पनि आई वाज भेरी कन्फिडेन्ट इन माई पब्लिक स्पिकिङ र म कसरी बोलिरहेको छु भनेर। एन्ड आई थिङ्क द्याट इज वान अफ द रिजन द्याट प्रोफेसरले अलिकति मलाई बोल्नु सक्छ, यसले चाहिँ गर्न सक्छ है भनेर पनि भयो। प्लस आई ह्याड मेनी कन्फरेन्सेसहरूतिर प्रेजेन्ट गरेको पनि, अनि आई ह्याड पब्लिस्ड एउटा पेपर, मेरो अन्डर ग्रेजुएटको रिसर्च पनि इभन दो लो इम्प्याक्ट फ्याक्टरवाला पेपर थियो तर पनि आई ह्याड पब्लिस्ड द्याट अलङ विथ माई पियर्स। अनि उहाँहरूसँग पब्लिस गरेपछि चाहिँ आई थिङ्क इट वाज अ मिक्सचर अफ मेरो रिसर्च एक्सपिरियन्स, रिसर्च पेपर, कन्फरेन्सेस, अनि मेरो यो इन्टरनेसनल एक्सपोजर, यो सबै भएर चाहिँ आई थिङ्क द्याट अल गेभ मी यो अपर्च्युनिटी। अब इमेल गर्दा नि कसरी गर्ने भन्दा धेरैजनाले एआई युज गर्छ, म यस्तो 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 भनेर एउटा साधारण टेम्प्लेट चिप्काइदिन्छ होइन। तर अहिले चाहिँ अब एआई युज गरेर त्यो गर्नुभन्दा नि वाट यु क्यान डु इज एआईलाई एउटा सिम्पल टेम्प्लेट बनाइदिन लाउने होइन। तर वाट यु डु इज प्रोफेसरको ल्याब, हरेक प्रोफेसरको ल्याबको वेबसाइट हुन्छ होइन। त्यो वेबसाइटमा पेपर्सहरू हुन्छ, त्यो पेपर्सहरू हेर्ने, के रिसर्च गरिरहनु भएको छ प्रोफेसरले हेर्ने। अनि वाट यु डु इज इमेलमा धेरै लामो पनि लेख्ने होइन, जस्ट के भन्ने नि म यस्तो यस्तो हो, मैले यहाँबाट ग्रेजुएट भएँ अथवा यति बेला ग्रेजुएट हुनेवाला छु, मैले चाहिँ तपाईँको यो पेपर पढेँ, यो पेपरमा चाहिँ यस्तो यस्तो रहेछ, मैले पनि यस्तो यस्तो काम गरेको छु यो रिलेटेड, सो आइ एम इन्ट्रेस्टेड इन यु, तपाईँसँग केही ग्रेजुएट अपर्च्युनिटी छ कि छैन भनेर सिम्पली त्यसरी पठाइदिने। अब थाउजन्ड्स एन्ड थाउजन्ड्स अफ इमेल पाउनु सक्छ प्रोफेसरले। अब अलिकति चाहिँ लकको कुरा पनि हो भन्छु, किनकि अब त्यति इमेलमा तपाईँकै भेटेर त्यहाँनिर हेर्नु भनेको इट्स अ बिट अफ लक पनि। अनि समसे टाइमिङ पनि लाइक उताको ठ्याक्कै 9-10 बजी इमेल गऱ्यो भने चाहिँ त्यति बेला प्रोफेसरले इमेलहरू हेर्छ, तपाईँको इमेल माथि आउँछ, ठ्याक्कै त्यति बेला पठायो भने त सबसे पहिले आउने पनि त, सो त्यति बेला गऱ्यो भने चाहिँ इमेल हेर्ने टाइम हुन्छ भनेर पनि भन्छन्। प्लस अब मन्थहरू पनि हुन्छ, जस्तै अब यो 2026 फलको लागि जाने हो भने चाहिँ म्याक्सिमम् यो सिट बुक चाहिँ 2025 को सेप्टेम्बर अक्टोबरतिरै भइसक्छ, किनकि डेडलाइनहरू पनि डिसेम्बरहरूतिर हुन्छ। तर मैले चाहिँ यो पाएको भनेको चाहिँ अलमोस्ट जनवरी एन्डतिर हो, त्यही भएर त्यो टाइम मात्र फ्याक्टर हुन्छ भन्ने पनि होइन। तर त्यति बेला गऱ्यो भने लाइक अब नेक्स्ट फल छ भने यही फलतिर स्टार्ट गऱ्यो भने इमेल गर्न चाहिँ धेरै चान्स चाहिँ हुन्छ। द्याट इज हाउ यु इन्क्रिज द चान्सेस होइन। तर त्यो चाहिँ लकको कुरा भयो, तर यतापट्टि आफ्नो एक्सपिरियन्स, आफ्नो स्किल्सहरू पनि बढाउँदै चाहिँ जानु पर्यो। ओके, सो प्रोफेसर चाहिँ हजुरले कतिजनासँग चाहिँ कुरा गर्नुभएको थियो, अनि हाउ वाज योर एक्सपिरियन्स, के भन्दाखेरि चाहिँ उहाँहरूको रेस्पोन्सहरू चाहिँ यस्तो हुने रहेछ भन्दा त थाहा हुन्छ नि त धेरैसँग कुरा गर्दाखेरि चाहिँ। अब प्रोफेसरसँग इमेल त अब टन्नैलाई गरेको थिएँ होइन, तर आई थिङ्क इन्टरभ्यू चाहिँ अराउन्ड 6-7 जनासँगै नै भएको थियो। एन्ड
मोस्ट अफ द थिङ उनीहरूले सोध्ने भनेको चाहिँ के रहेछ भन्दाखेरि तिम्रो पास्ट रिसर्च एक्सपिरियन्सेस है, अरू ग्रेडहरू यताउता त्यस्तो केही पनि मजाले सोध्दैन होइन। त्यहाँ ल्याबसँग एसोसिएटेड भनेको पास्ट ल्याब एक्सपिरियन्स के एक्सपिरियन्स छ, के स्किल आउँछ होइन। अनि त्यसपछि अर्को कमन रिकरिङ क्वेसन भनेको चाहिँ पिएचडी गर्दाखेरि चाहिँ वाट रिसर्च वुड यु लाइक टु डु है। त्यसले चाहिँ के देखाउँदो रहेछ भन्दाखेरि त्यो स्टुडेन्टले चाहिँ कति फोर्सी गर्नुसक्छ, कतिको दूरदर्शनी भन्छौँ नि हो त्यो छ कि छैन, कतिको हेर्न सक्छ, प्लस त्यो ल्याबसँग त्यो रिसर्च इन्ट्रेस्ट म्याच हुन्छ कि हुँदैन। किनकि ल्याबमा एउटा रिसर्च गरिरहेको छ, तपाईँको रिसर्च इन्ट्रेस्ट अर्कैतिर छ भने त त्यो ल्याबमा लिँदैन नि त। सो त्यो दुइटा चाहिँ मोस्ट रिकरिङ थियो होइन। अब अरू भनेको अफकोर्स पेपर हेल्प्स होइन, तपाईँको रिसर्च पेपर पब्लिस गर्नुभएको छ भने द्याट विल बी अल्सो लाइक बी गुड, किनकि त्यहाँनिर ल्याबबाट साइन्टिफिक कम्युनिटीमा मेजर हुने भनेकै रिसर्च पेपरहरू हो। सो पेपरहरू गरेको छ भने अलवेज इन्क्लुड दोज, अनि कन्फरेन्सेसहरूतिर प्रेजेन्ट गरेको छ भने पनि इन्क्लुड दोज, किनकि ग्रेजुएट स्कुलमा त जहिले पनि यु हेभ टु प्रेजेन्ट इन कन्फरेन्सेस, पब्लिस प्रेस पेपर्स होइन। त्योहरू भयो भने त अलरेडी उसलाई हि क्यान डु दिस, हि क्यान ह्यान्डल दिस ग्रेजुएट स्कुल्स प्रेसर, अनि क्यान पब्लिस पेपर्स अथवा प्रेजेन्ट इन कन्फरेन्स भन्ने उसलाई पनि आश्वासन हुन्छ नि त। त्यही भएर चाहिँ आई थिङ्क दोज थिङ्स चाहिँ यु सुड नट स्किप। ओके, सो अब हजुरले चाहिँ के भन्नुभयो भन्दाखेरि युएब एकदमै राम्रै ग्रेड थियो, आइएल्सको स्कोर पनि राम्रै थियो भन्नुभयो होइन। सो अनि त्यसपछि हजुरको इन्टरनेसनल एक्सपोजरहरू पनि थियो, प्लस लाइक एक्सपिरियन्सहरू पनि थियो। तर लाइक सबैसँग नहुन पनि सक्छ नि त। सो लाइक इन यर एक्सपिरियन्स तपाईँको कोही सिनियर अथवा फ्रेन्ड सर्कलमा चाहिँ अलिकति ठिकै भएको पनि गएको त्यस्तो केही छ? मलाई चाहिँ आई थिङ्क वान अफ द मेन थिङ द्याट यु सुड ह्याभ इज डिटर्मिनेसन। मलाई जान्छु भनेर डिटर्मिन चाहिँ हुनु पऱ्यो कि। अब मैले पनि त्यत्रो 3, 4, 500 इमेल गरिरहँदाखेरि डेली बसेर इमेल गर्दा दिनमा कति नै गरिन्छ र इमेल होइन, 7, 8वटा म्याक्सिमम् 10वटा होला भनेपछि डिभाइड दोज इन्टु 5 भनेपछि 50 दिनमा भनौँ न ल कन्टिन्युसली गऱ्यो भने पनि एउटा पोइन्ट त आउँछ जहाँनिर चाहिँ ब्रेक हुन्छ कि यत्रो इमेल गरिसक्यो एउटै पनि रिप्लाई आएको छैन, एउटै पनि केही पनि भएको छैन भनेर पनि लाग्छ होइन। तर वाट यु डु इज त्यो डिटर्मिनेसन चाहिँ हुनु पऱ्यो कि म जान्छु, म सक्छु, आफूमा होप चाहिँ लुज गर्नु भएन, त्यो एउटा कन्सिस्टेन्सी चाहिँ हुनु पऱ्यो। आई हेभ सिन पिपल 3.3 जिपिए पनि भएर पनि गएको होइन। मेरै साथी पनि विदाउट आइएल्सै गएको हो, बिकज उसको इङ्ग्लिस प्रोफिसियन्सी पनि वेभ गरिदिएको थियो होइन। त्यही भएर देयर आर अप्सन्स। अनि प्लस अब त्यस्तो मेरो रिसर्च ब्याकग्राउन्ड त राम्रो छ होइन, तर रिसर्च ब्याकग्राउन्ड त्यस्तो नभएको मान्छेहरू पनि गएको छ। इट्स जस्ट त्यो राइट ठाउँमा टार्गेट गर्न जान्नु पऱ्यो, आफ्नो रिसर्च इन्ट्रेस्ट चाहिँ त्यो प्रोफेसरलाई बुझाउन सक्नु पऱ्यो कि म यसको क्यापेबल छु, मैले गरेको छुइनँ भने पनि यो चाहिँ मेरो क्यापेबिलिटी हो, योसम्म चाहिँ सक्छु भनेर चाहिँ देखाउन चाहिँ सक्नु पऱ्यो। अब इफ यु डोन्ट ह्याभ स्किल्स देन डेभलप द स्किल्स द्याट विल अलवेज हेल्प यु होइन। पेपरहरू छैन भने पब्लिस गर्न ट्राई गर्ने, द्याट विल अलवेज हेल्प। ओके, सो अब चाहिँ इन्टरभ्यूतिर मुभ हौँ होइन। सो त्यो पनि वान अफ द टफेस्ट कुरा नै हो इन्टरभ्यू भनेको। हजुरले प्रिपेयर गर्दाखेरि चाहिँ के प्रिपेयर गर्नुभएको थियो त? मैले चाहिँ सबैभन्दा रिसर्चमा गइरहेको छ भने पनि अथवा ब्याचलर्समा गइरहेको छ भने पनि मेन थिङहरू याद गर्नुपर्ने भनेको द युनिभर्सिटी द्याट यु आर गोइङ होइन। किनकि युएसमा गइसकेपछि तपाईँ कुन युनिभर्सिटी गइरहनु भएको छ, कहाँ गइरहनु भएको छ, त्यो युनिभर्सिटी कस्तो छ भनेर याद गर्नै पर्ने हुन्छ है। इट हेल्प्स इफ युनिभर्सिटी अलिक राम्रो ऱ्याङ्कमा छ भने अफकोर्स भिजा इन्टरभ्यूहरूले पनि इजिली अलिकति लिनियन्ट हुन खोज्छ, किनकि अब त्यसमा पाइरहेछ भने त युनिभर्सिटीले पनि केही देखेर उसलाई लिइरहेको भन्ने हुन्छ नि त। सो त्यो हुन्छ एउटा युनिभर्सिटीको कुरा होइन। सेकेन्ड भनेको कोर्स, विच कोर्स यु आर गोइङ फर, वाट रिसर्च यु आर डुइङ, तपाईँको पास्ट रिसर्च एक्सपिरियन्स के छ, कस्तो छ होइन। अब इफ अनि फन्डेड हुनुहुन्न भने तपाईँको स्पोन्सर्सहरू तपाईँलाई कसले फाइनेन्स गरिरहेको छ, तपाईँको फिस कति छ, त्यो सबै तपाईँको I-20मा आउँछ है। त्यो कति छ, कसरी कभर गर्नुहुन्छ, त्यो सबै हुन्छ। अब अहिलेको आई डोन्ट नो पछि के हुन्छ होइन, तर अहिलेको सिनारियोमा त पिङ्क स्लिप दिएर दे आर आस्किङ फर 2 इयर्सको ब्याङ्क स्टेटमेन्ट पनि होइन। सो त्यो पनि हुनसक्छ, त्यति बेला चाहिँ ट्रुथफुल्ली भन्ने मसँग यति छ यस्तो छ भनेर। अनि अलवेज ट्राई टु गेट सम स्कलरसिप अथवा केही असिस्टेन्सिप पाउनु खोज्यो भने चाहिँ द्याट विल अलवेज हेल्प। आई थिङ्क दिस इज द मेन थिङ। एउटा भनेको युनिभर्सिटीको बारेमा, आफ्नो कोर्सको बारेमा, अनि आफ्नो स्पोन्सर्सहरूको बारेमा, अनि अर्को भनेको चाहिँ आई थिङ्क फ्युचर गोल्स यु सुड अलवेज। किनकि हामी भनेको त नन इमिग्रेन्ट भिजामा गइरहेको, नन इमिग्रेन्ट भनेको हाम्रो त्यहाँ बस्ने पर्मानेन्ट रेसिडेन्सीको केही पनि
सोच छैन भन्ने तरिकाले गइरहेको। सो फ्युचर गोल्स पनि आफ्नो क्लियर हुनु पऱ्यो कि आफ्नो स्टडिज सकेपछि चाहिँ म आफ्नो होम कन्ट्री नेपाल फर्केर आउँछु अनि नेपालमा नि यो गर्छु भनेर चाहिँ एक्ज्याक्टली नै थाहा हुनु पऱ्यो र भिजा इन्टरभ्यूलाई पनि विश्वास हुनु पऱ्यो कि तपाईँ फर्केर चाहिँ आउनुहुन्छ भनेर। द्याट्स वाइ चुज गुड युनिभर्सिटिज, ट्राई टु गेट स्कलरसिप अनि अलवेज सो गुड इन्टेन्ट द्याट यु आर रिटर्निङ टु नेपाल। सो हजुरको इन्टरभ्यूको एक्सपिरियन्स चाहिँ कस्तो थियो र के सोधेको थियो हजुरलाई चाहिँ? ओके, मेरो भिजा इन्टरभ्यूमा चाहिँ आई थट यसरी नै एउटा टेबलमा इन्टरभ्युअर अगाडि बस्नुहुन्छ नि यसरी सोध्नुहुन्छ होइन। तर इट वाज मोर लाइक कस्तो भने एउटा झ्याल हुन्छ अनि त्यहाँनिर चाहिँ सबैजना यस्तरी लाइनमा बसेर एक एक गर्दै सोध्नु हुँदो रहेछ। अनि त्यहाँ पनि लाइक एकजनाले एन्सर भनिरहेको सबैले त्यो लाइनको सुन्ने क्या। अनि द्याट वाज लाइक यस्तो पनि हुन्छ र इन्टरभ्यू जस्तो भइरहेको थियो होइन। तर म गएँ अनि गएपछि बायोमेट्रिक्सहरू त्योहरू सबै सकेपछि म भिजा इन्टरभ्युअर भएकोमा गएँ होइन। गएपछि अनि दे आस्क मी फर माई पासपोर्ट र I-20 अनि आई पास देम द्याट। अनि त्यसपछि हि जस्ट आस्क मी वाट इज योर रिसर्च गोइङ टु बी अन, मेरो रिसर्च केमा हुनेवाला छ भनेर सोध्यो। त्यति बेला हि स्टार्टेड ग्राबिङ द पिङ्क स्लिप के। त्यही भएर म चाहिँ अलिकति ढुक्क भइसकेको थिएँ। तर मैले सर्टमा माई रिसर्च इज गोइङ टु बी अन माइक्रो आरएनए एन्ड चुजिङ इट एज एक्सप्लोरिङ इट्स बायोमार्कर पोटेन्सियल इन न्युरोडिजेनरेटिभ डिजिज भने। अनि त्यो भएपछि जस्ट गेभ मी द पिङ्क स्लिप। तर सिन्स मैले अब धेरैजनाको त्यो लाइनमा त्यत्रो लाइनमा उभिरहँदा अरूको नि एन्सर्सहरू सुने, अरूलाई नि के सोध्छ भनेर सुने। अनि प्लस अब त्यो इन्टरभ्यू एक्सपिरियन्सहरू पढिरहेको थियो नि त अगाडिबाट। सो कस्तो क्वेसन्सहरू सोध्छ के हुँदो रहेछ भनेर चाहिँ आइ एम भेरी अवेर अफ द्याट अब चाहिँ। तर मलाई चाहिँ अब लक्किली भनौँ के भनौँ होइन, अब तर मलाई चाहिँ त्यही एउटा क्वेसन्स दिएरै आज पिङ्क स्लिप दियो, भोलि अप्रुभ भयो, पर्सि इस्युड भइसकेको थियो मेरो चाहिँ। ओके, सो हजुरले अब यो म युएस जान्छु म स्टार्ट गर्छु भन्दाखेरि त लाइक युएस वाज लाइक सो डाउन नै भनौँ न होइन, त्यस्तो भिजाहरू आइरहेको पनि थिएन। अनि लाइक वाट मोटिभेट यु के यु स्टार्ट गर्नलाई चाहिँ? मलाई चाहिँ अब के थियो भन्दाखेरि अब ब्याचलर्स त मैले मेरो मम्मी बाबाको पैसामा पढेँ होइन। मलाई चाहिँ म त्यस्तो ट्यालेन्ट मान्छे पनि होइन मेरो लाइक क्लास टपर यताउता पनि होइन। म इभन दो ब्याचलर्समा पनि मभन्दा धेरै ग्रेड लाउने अलमोस्ट हाफ अफ द क्लास थियो होला। इभन दो अब मेरो क्लासमा सबैजना अलिक ट्यालेन्ट थियो त्यो छुट्टै कुरा, तर आई वाज नेभर द टपर अफ द क्लास होइन। तर मलाई चाहिँ जहिले पनि अघि पनि भने नि आई वान्ट टु डु पिएचडी, मलाई चाहिँ पढ्नै छ भनेर थियो होइन। अब मैले यहाँनिर अहिले अप्सन्सहरू हेरिरहँदाखेरि अस्ट्रेलिया युरोप भनेर त हेरिरहेको थियौँ होइन। तर अस्ट्रेलियामा नि द फिज वाज ह्युज है। अब अस्ट्रेलिया अथवा युरोप गयो भने पनि ल लोन लिएर जाम्ला होइन, तर गएपछि त्यो लोन त चुकाउनु पऱ्यो नि त। अब त्यो लोन चुकाउनु पऱ्यो प्लस आफ्नो लिभिङ एक्सपेन्सेस पनि हेर्नु पऱ्यो। त्यो हुँदाहुँदै चाहिँ आई फेल्ट कि मेरो स्टडिज चाहिँ कता न कता लस्ट हुन्छ जस्तो लागेको थियो होइन। त्यही भएर मलाई चाहिँ बाहिर गयो भने म चाहिँ फ्रीमा नै जान्छु वाला टाइपको थियो होइन। बिकज आई डिन्ट वान्ट टु बर्डन माई फ्यामिलीज। मेरो फ्यामिलीले सक्थेन पनि होला। प्लस अर्को भनेको चाहिँ अब आई वान्टेड टु फोकस अन माई स्टडी रादर देन अर्निङ मनी। अहिलेको लागि चाहिँ अहिलेको फोकस चाहिँ मेरो एजुकेसन हुन्छ रादर देन मनी भनेर लागेको थियो। त्यही नै हेरिरहँदाखेरि चाहिँ अब इभन दो युएसको भिजा त्यस्तो भए पनि आई डिन्ट फाइन्ड एनी अदर अप्सन के। सो इट वाज माई त्यही गरम कि मरम होला टाइपको थियो कि। त्यो भयो हुन्छ नभए मन अब त्यति बेरसम्म नेपालमै बसिरहने अथवा अरू केही गरिरहने भनेर सोचिरहेको थिएँ। एन्ड त्यति बेला अब हुँदाहुँदै त्यसले नै मलाई मोटिभेट गरिरह्यो कि यु डोन्ट ह्याभ एनी अदर अप्सन। अरू अप्सन भए पो यो छैन भने पनि यो छ भनेर त अलवेज एउटा ढुक्क भएर बस्थ्यो नि त। र त्यो चाहिँ जहिले पनि थियो कि यो भएन भने केही पनि हुँदैन है। त्यही भएर त्यसले नै आई थिङ्क द्याट फ्युल मी अप टु नट गिभ अप, त्यत्रो मेल गर्दा पनि रेस्पोन्स नहुँदा पनि। सो या द्याट इज इट। हजुरले चाहिँ अब रिच आउट गर्दा पनि धेरै युनिभर्सिटीबाट नै अफर आएको थियो भन्नुभयो होइन। सो अफरमा चाहिँ के मेन्सन थियो? अनि जस्तै हजुरले फुल्ली फन्डेड नै गइरहेको छु भन्नुभयो नि त। अनि लाइक सबैबाट आउँदाखेरि नि फुल्ली फन्डेड थियो कि यो मात्रै फुल्ली फन्डेड भएर यो चुज गर्नुभयो? अनि फुल्ली फन्डेडमा चाहिँ हजुरको फन्ड चाहिँ के इन्क्लुड हुन्छ? ओके, फुल्ली फन्डेडको कुरा गरिरहँदा पिएचडीको कुरा गरिरहँदाखेरि चाहिँ युजली के भन्छ भने पिएचडी चाहिँ आफ्नो पैसा तिरेर कहिले पनि नगर्नु भन्छ कि। किनकि पिएचडी इज समथिङ द्याट यु इन्भेस्ट युर टाइम अन एन्ड गिभ एउटा कुनै सब्सटेन्सियल प्रोडक्ट युनिभर्सिटीको थ्रु हो नि त। सो युनिभर्सिटीको रिसर्च गरिरहेको टाइपको पनि हो नि त। सो यु सुड अलवेज डु अ फन्डेड पिएचडी भनेर टाइपको एउटा हुन्छ कि। सो इफ फन्डेड पिएचडी गऱ्यो भने राम्रो, अनफन्डेड छ भने चाहिँ इट्स कम्पेरिटिभली लुक डाउन भनौँ न।
अब आएको थियो नट ओन्ली युएस अरू कन्ट्रिजबाट नै आएको थियो बट आई ह्याड टु रिजेक्ट त्यो चाहिँ धेरै अर्ली अन अरू कन्ट्रीबाट चाहिँ किनकि ड्यु टु फ्यामिली रिजन्स पनि भनौँ प्लस त्यो युनिभर्सिटीको ऱ्याङ्किङ अथवा अरू केही भएर पनि आई ह्याड टु रिजेक्ट द्याट अफर होइन युएसकोमा पनि वान थिङ आई वाज अकाउन्टिङ फर वाज युनिभर्सिटीको ऱ्याङ्किङ पनि तर युनिभर्सिटीको ऱ्याङ्किङ मात्रै हेरेर पनि हुँदैन यु हेभ टु लुक एट युर सुपरभाइजर्स अनि अलिकति मलाई चाहिँ ट्रान्सलेसनल रिसर्चमा जान्थ्यो कि ट्रान्सलेसनल भन्नाले जुन चाहिँ देखियोस् नट थ्योरिटिकल अलिकति प्र्याक्टिकल्ली लाइफमा देखियोस् वाला टाइपको अनि द अफर्स आई गट फ्रम अदर्स वेयर अल्सो भेरी गुड अनि इक्वल नै ऱ्याङ्किङको युनिभर्सिटिजहरूबाट आएको थियो बट अल वेयर आर1 युनिभर्सिटी आर1 भनेको हाई डक्टरल रिसर्च एक्टिभिटी भएको हुन्छ युएसमा चाहिँ आर1 र आर2 अनि प्लस अरू युनिभर्सिटी भनेर हुन्छ त्यो एकछिनमा कुरा गरौँ ल होइन आर1 आर2 युनिभर्सिटीको बारेमा चाहिँ तर आर1 युनिभर्सिटी नै थियो त्यो हेरिरहँदाखेरि चाहिँ मैले चाहिँ सुपरभाइजर प्लस रिसर्च अलाइनमेन्ट चाहिँ जहाँनिर बेस्ट म्याच हुन्छ मैले चाहिँ त्यहाँ चुज गरेँ फुल्ली फन्डेड स्कलरसिप अथवा असिस्टेन्टसिप भन्दाखेरि चाहिँ युजली स्कलरसिपहरू चाहिँ एउटा भनेको स्कलरसिप हुन्छ स्कलरसिप भनेको चाहिँ स्कलरसिप पनि 10% 20%देखि 100% स्कलरसिप हुन्छ होइन 100% स्कलरसिप भनिराख्दाखेरि तपाईँको ट्युसन फी चाहिँ तपाईँको फ्रीमा पढाइ हुन्छ तर तपाईँले त्यहाँ खाने बस्ने त्योहरू चाहिँ सबै आफै गर्नुपर्ने हुन्छ अर्को भनेको फुल्ली फन्डेड स्कलरसिप हुन्छ फुल्ली फन्डेडमा चाहिँ के गर्छ भने ट्युसन फी सबै वेभ गरिदिन्छ हेल्थ इन्सुरेन्सहरू पनि सब्सिडाइज कि त फ्री नै हुन्छ अनि अर्को भनेको चाहिँ तपाईँलाई लिभिङ एक्सपेन्सेस पनि दिन्छ त्यो अब डिपेन्ड्स अन युनिभर्सिटी र ठाउँहरू हेरे पनि तर तपाईँलाई चाहिँ त्यहाँनिर चाहिँ बस्न खान चाहिँ मजाले पुगोस् भनेर उनीहरूले स्टाइपेन्ड भनेर प्रोभाइड गर्छ द्याट मे रेन्ज फ्रम एनी $1,000 to $3,000-4,000 पनि हुनसक्छ होइन सो त्यो भयो एउटा भनेको फुल्ली फन्डेड भयो अनि अर्को भनेको फुल राइड पनि हुनसक्छ फुल राइडमा चाहिँ दे विल पे फर युर एयर ट्रिप पनि के यहाँदेखिको प्लेनको प्लस भिजाको यताउता सबै तिर्दिने हुनसक्छ सो मेरो चाहिँ फुल्ली फन्डेड हो द्याट मिन्स मैले यो एयर फेयरहरू चाहिँ आफै तिर्नु पऱ्यो तर त्यहाँ गएपछि चाहिँ त्यहाँको हाउसिङ फुडिङ ट्युसन फी सबै नै फ्रीमा नै हो भनौँ न ओके सो हजुरले अघि भनिराख्दाखेरि चाहिँ एज आई रिमेम्बर हजुरको चाहिँ कोरिया हो कि जापानबाट पनि आएको थियो होइन सो पिएचडीको लागि नै सो त्यसको बारेमा चाहिँ लाइक डिड यु रिच आउट कि उहाँहरूले नै रिच आउट गर्नुभएको थियो यो चाहिँ अलिकति अचानक भएको थियो होइन वान अफ माई सिनियर्स हेज पोस्टेड अन इन्स्टाग्राम नै भनौँ इफ एनी वाज इज इन्ट्रेस्टेड वाला टाइपको भन्नुभएको थियो अनि मैले आइएम इन्ट्रेस्टेड वाला टाइपको कुरा गरेँ अनि हि आस्क्ड मी टु सेन्ड सिभी टु द प्रोफेसर उहाँको थ्रु प्रोफेसरमा सिभी पुग्यो होइन अनि सिन्स अब आई ह्याड गुड एकाडेमिक ठिकै एकाडेमिक्स प्लस राम्रै रिसर्च एक्सपिरियन्स भएपछि पनि आई वाज कल्ड फर एन इन्टरभ्यू अनि सेकेन्ड डे पनि इन्टरभ्यू भएको थियो अनि विदिन 1 विकै आई वाज सेलेक्टेड फर त्यहाँको फुल्ली फन्डेड नै थियो त्यहाँ पनि पिएचडी नै तर त्यहाँनिर चाहिँ डिफ्रेन्ट रिजन्सहरू फ्यामिली रिजन्स प्लस यस्तो यस्तो भएर चाहिँ आई ह्याड टु रिजेक्ट द्याट त्यो त्यति बेला चाहिँ आई डिड नट ह्याभ एनी अफर्स इन ह्यान्ड समवेयर आई बिलिभ कि आई वाज क्यापेबल अफ डुइङ मोर भनेर पनि तर इट वाज अ मिक्सचर अफ फ्यामिली सिचुएसन्स प्लस मेरो आफ्नै पनि लाइक प्रब्लम्सहरू प्लस कि आई डिजर्भ मोर भन्ने एउटा इगो भनौँ न त्यो भएर पनि थियो आई थिङ्क वी क्यान टच अन R1 एन्ड R2 युनिभर्सिटी पनि सो अन्डर ग्रेजुएटमा त युजली क्युएस ऱ्याङ्किङ युनिभर्सिटीको ऱ्याङ्किङ भनेर हुन्छ होइन तर डक्टरल रिसर्च अथवा पिएचडी गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि युएसमा चाहिँ R1 युनिभर्सिटी R2 युनिभर्सिटी र अदर युनिभर्सिटिज हुन्छ होइन R1 भनेको चाहिँ हाई डक्टरल रिसर्च एक्टिभिटी भएको युनिभर्सिटिज हो त्यहाँनिर चाहिँ फन्डिङ पनि गभर्मेन्टले अथवा डिफ्रेन्ट फन्डिङ एजेन्सिजहरूले पनि धेरै गरिरहेको हुन्छ सो त्यहाँनिर पिएचडी पाउनु भनेको चाहिँ इट्स लाइक त्यहाँनिर चाहिँ रिच आउट पनि धेरै गर्नु कि किनकि त्यहाँनिर फन्डिङ अपर्च्युनिटिज पनि धेरै हुन्छ र पाउने चान्स पनि धेरै हुन्छ प्लस तपाईँको रिसर्च पनि त्यहाँ राम्रो हुन्छ भनौँ न R2 इज अल्सो ओके R2मा पनि ठिकै रिसर्च हुन्छ लाइक राम्रै हुन्छ नट सेङ R2 चाहिँ ब्याड हो भनेर तर R2 चाहिँ इट्स लोवर देन R1 फन्डिङ पनि अलिकति थोरै हुन्छ प्लस त्यही अनुसार क्याटेगोराइज गरेको हुन्छ अनि अरू युनिभर्सिटीमा नि ठिकै हुन्छ तर आई सजेस्ट कि जाने हो भने चाहिँ ट्राई टु गो फर R1 R1 सकेन भने चाहिँ R2 सम्म चाहिँ एम गर्नु भनेर भन्छ ओके
सो हजुर चाहिँ लाइक आर यु रिसर्च असिस्टेन्ट कि टिचिङ असिस्टेन्ट के गर्दै हुनुहुन्छ उता? ओके, मैले चाहिँ यो पनि लाइक अलिकति इन्फर्मेटिभ वेमै जाऊँ है त, किनकि धेरैजना लिएर जानुभएको छ होला होइन। यो जाँदाखेरि चाहिँ अब पिएचडीमा जाँदाखेरि चाहिँ यु इदर गेट जिआरए अर जिटिए। जिआरए भनेको चाहिँ ग्रेजुएट रिसर्च असिस्टेन्ट, जिटिए भनेको चाहिँ ग्रेजुएट टिचिङ असिस्टेन्ट होइन। रिसर्च असिस्टेन्ट चाहिँ यु हेभ टु गो देयर अनि ल्याबमा नै काम गर्नुपर्छ फर्स्ट इयरबाट नै। जिटिए भनेको चाहिँ अगाडि टिचिङ असिस्टेन्ट विल हेभ टु कोही बेला चाहिँ अब प्रोफेसरको क्लासहरूको ग्रेडिङ गरिदिनु पर्ने, ल्याबहरूमा असिस्ट गरिदिनु पर्ने, त्यस्तो हुन्छ। मेरो चाहिँ इभन दो धेरै जस्तो प्रोफेसरलाई रिच आउट गरेर गएको चाहिँ ग्रेजुएट रिसर्च असिस्टेन्ट हुन्छ। डिपार्टमेन्टमा डाइरेक्टली अप्लाई गरेर पाएको फन्डिङ चाहिँ जिटिए द्याट इज ग्रेजुएट टिचिङ असिस्टेन्टसिप हुन्छ। तर मेरो चाहिँ लाइक प्रोफेसरलाई रिच आउट गरे पनि म डिपार्टमेन्टमा अप्लाई गरेर अनि फेरि गएको वाला भएर चाहिँ मेरो चाहिँ ग्रेजुएट टिचिङ असिस्टेन्ट हो। एन्ड आई विल निड टु टेक 2 अन्डर ग्रेजुएट ल्याब्स पर विक भनौँ। सो हजुर कतिको स्योर हुनुहुन्थ्यो यो अप्लाई गर्ने प्रोसेसमा चाहिँ लाइक आई विल गेट भिजा भन्ने चाहिँ? भिजा चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने म चाहिँ धेरै अनलक्की मान्छे हो भन्ने नै हो भन्ने होइन। तर समवेयर समवाट फुल्ली फन्डेडको ठिकै थियो भिजा रेट होइन, राम्रै थियो भिजा रेट। तर पनि लाइक समवेयर चाहिँ हुँदैन कि वाला पनि थियो। तर भित्रभित्र चाहिँ यतिसम्म गरिसकेपछि यो एउटा भिजा इन्टरभ्यू कटेन भने त के नै गर्छस् भनेर पनि लाइक एउटा त्यो फेक इट अन्टिल यु मेक इट भन्छ नि, त्यो आफूलाई पनि मैले फेक गरिरहेको थिएँ कि म सक्छु भनेर, कन्फिडेन्स बिल्डअप गर्नुपर्छ भनेर। अनि त्यस्तै नै भयो, लास्टमा आयो भिजा। भिजा अफिसरलाई त तपाईँले कन्भिन्स गर्नुभयो तपाईँ नेपाल फर्किनुहुन्छ भनेर, तर साँच्चीकै तपाईँ नेपाल फर्किनु चाहिँ हुन्छ कि हुन्न? आई सर्टनली वान्ट टु रिटर्न ब्याक टु नेपाल, किनकि मलाई चाहिँ कहिले पनि त्यो उताको पर्मानेन्ट रेसिडेन्ट भएर चाहिँ कतै पनि इट डज नट प्लिज मी अथवा इट डज नट लाइक वा फेसिनेटिङ चाहिँ मलाई लाग्दैन होइन। अफकोर्स पिएचडी गरिसकेपछि नेपालमै फर्केर डाइरेक्टली गर्नुभन्दा पनि आई लाइक टु टेक सम अलिकति एक्सपिरियन्स होइन। युएसएमै भन्ने खोजेँ होइन, आई वुड लाइक टु एक्सप्लोर मोर युरोपमा भयो अथवा युकेमा भयो अर इभन एसियन कन्ट्रिज अर अस्ट्रेलिया। आई लाइक टु डु पोस्ट डक होइन, पोस्ट डक मनी लिएर अथवा कुनै इन्डस्ट्रीमा अथवा एकाडेमियामा पनि आई लाइक टु टेक अ बिट अफ मोर एक्सपिरियन्स। अनि त्योबाट चाहिँ नेपाल फर्केर चाहिँ स्लोली चाहिँ मलाई चाहिँ एउटा आफ्नै रिसर्च ल्याब खोल्नु छ। अनि बिस्तारै मेबी एसोसिएट विथ अ युनिभर्सिटी, अनि त्यहाँ पनि म जस्तै स्टुडेन्टहरूलाई चाहिँ एडभाइस गर्नु प्लस रिसर्च गराउनु प्लस टिच गर्नु चाहिँ मन छ। ओके, सो अब यदि हजुरको जुनियर अथवा कोही हजुरलाई लुक आफ्टर गर्ने मान्छेले हजुरलाई रिच आउट गर्न चाहन्छन् भने चाहिँ कसरी गर्न सक्छन् त? वेल, इफ यु हेभ एनी क्वेरिज अबाउट इमेल कसरी गर्ने प्रोफेसरलाई अथवा कसरी फन्डिङ हुन्छ, कसरी युनिभर्सिटीहरू चुज गर्ने, इन्टरभ्यू क्वेसन्सको बारेमा अर एनिथिङ रिलेटेड टु द्याट अर बायोटेक भनेको के हो, बाहिर कस्तो छ भने यु क्यान रिच आउट टु मी विया माई सोसियल मिडियाज, इन्स्टाग्राम, फेसबुक अर टिकटकमा पनि छु म। यु क्यान रिच आउट एनिवेयर, तर आई वुड प्रिफर इफ यु रिच आउट एट इन्स्टाग्राम। त्यहाँनिर चाहिँ म अलिक धेरै एक्टिभ छु, त्यही भएर yeah, my Instagram handle will be I think linked below. So yeah, you can reach out via that. ओके, सो लास्टमा चाहिँ अरू केही हजुरलाई हामीले छुट्याएको कुराहरू केही भन्न मन छ? I think this has been an amazing conversation and I think भिडियो हेर्नेलाई पनि धेरै इन्फर्मेसन्सहरू पाउनुभयो होला। आई डोन्ट थिङ्क मैले केही पनि छुट्याएँ, हाम्रो कन्भर्सेसन मजाले फ्लो भइरहेको थियो। तर इफ त्यस्तो केही क्वेरिज छ भने यु क्यान आस्क हर अर यु क्यान आस्क मी, यु क्यान आस्क एनी वान अफ अस एन्ड आई थिङ्क वी आर भेरी ओपन टु देयर क्वेरिज। सो या।